सुनिता तिमी कहाँ गएकी पौवा भन्ज्याङमा छौ त खै त गुराँस फुलेकै छैन त ए छिटो गर न रे ए छिटो गर्दिनु न हौ तपाईले भयो ल जा चस्मा त छ भाडामा मात्रै दिने गरेछ भाडामा नदिनु ल हामी तीन बहिनी चाहिँ अहिले गुराँसको राजधानी त भन्न मिलेन प्रदेशसम्म चाहिँ भन्न मिल्यो सुके पोखरी हिँडेको तर फुलेको छैन भनेर हामी कहाँ जाँदैछौँ हामी के भनेको बुझ्दिनँ म गए ल ल अरे गए ल गएको है यसरी उयो गए ल भनेको ल ल ल ल भन्छ त उयो रुखमा के छ ऊ गएको ल जस्ती तिमी निदरीमा झुक्दै आउने हाम्रो ब्युटिफुल लेडीहरूलाई लिएर हिँडेको छु अब यहाँ के भन्छ तरेबाहरूले लगिदिन्छ होला म एक्लै फर्किनु पर्यो भने त गाह्रो छ त रमाइलो भइरहेछ यात्रा ठन्डी महिना जाडो छ ए रातो निगाला चौरी पर्छ अब यहाँबाट ओह्रालो है ल अब लड्कियो यहाँ माथि स्याउ पनि फल्छ नि तिमीहरूलाई स्याउ पनि खुवाउँछु यहाँ चाहिँ झ्याउ भेटाएँ मैले अब मनिषालाई दिन्छु सुँगुरको मासुसँग पकाएर खान्छ अरे है मनिषा ल सुँगुरको मासुसँग पकाएर खाऊ ल यो झ्याउ नै हो नि हरियो झ्याउ नै हो यो अलिक सेपमा परेर यस्तो भएको यो सबै कटुसको रुखहरू यहाँ त उयो पनि पाउँछ त एउटा ओ यो थाहा छ यो के हो तिमीहरूलाई दबाई पो त यो त यो खोइ के भन्छ यसलाई प्रेसरको अरे ज्वरोको तितो हुन्छ नि के भन्छ हौ नामै बिर्सेँ म जस्तो भन्नु त्यस्तै फुल ल कतिवटा कलरको चाहियो प्लास्टिकको फुल जस्तो हौ भगवान् पागल भए म पागल ल कुन चाहियो आहा ल यो अर्कै थरीको रहेछ फेरि हाम्रो बहिनीहरू चाहिँ जिन्दगीमै पहिलोपल्ट फुल देखेर यहाँ फोटो खिच्दैछन् यता पनि छ यति बनाउनलाई कति मेहनत चाहिन्छ अहिले हेर यहाँ पैसा चाहिन्थ्यो है पैसा फोटो खिचेको 50 रुपियाँ गोटा एउटाको 50 रुपियाँ है
यहाँ फुलेको चाहिँ चाँप रहेछ अनि यहाँ फुलेको चाहिँ आल्चा आरु बखडा र अब यहाँबाट टुइ 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 हिँडेपछि अब उयो 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 रुख भएको डाँडामा पुगिहाल्यो साधुटार छिटाउ न हौ बाटोभरि हामीलाई बुकी फुल फुलेर स्वागत गरेको छ वेलकम गरेको छ है केटी हो ल हाम्रोतिर चाहिँ आलु खन्दैछ भने यहाँ पहाडमा चाहिँ आलु रोप्ने बेला भएको रहेछ उम्री पो सक्छ यहाँ हेर न भाइ पानी बिना उम्रिन्छ आलु अनि यहाँ पानी नै हालेको छैन सुक्खा ठाउँ नि तर साह्रै सुक्खा ठाउँ पानीको धारा पनि एउटै देखिन र फाइनल्ली साधुटार आइपुग्यो यही परको डाँडा हो छिटाउनु हौ यिनीहरू फेरि राम्रो ठाउँ देख्ने हुँदैन फोटो खिच्न झुन्डिहाल्छ छिटो गएर छिटो फर्किनु पर्ने त्यही भएर कुद्दैछु गाइज कस्तो राम्रो छ नि ठाउँ त के गर्नु टाढो छ हिँडेर झन्डै आँखा निस्क्यो यहाँनिर स्याउको रुख देखेको थिएँ फलेको छ कि छैन हेर्नु पर्यो म सल्लाहघारी वाउ साधुटार यहाँ चाहिँ स्याउको रुख छ पहिला आउँदा फुलिरहेको थियो अहिले सिजन हो कि होइन हेर्नु पर्यो ए छैन रहेछ बोट मात्रै टङ्ग्रङ ए स्याउ तिमी कहिले फल्छौ झ्याउ लागेर र बिचरा ओह यो स्याउको रुख पहिला आउँदा चाहिँ फलिरहेको देखेको थिएँ त्यही भएर सबभन्दा अगाडि म कुद्दै कुद्दै आएको फलेको छैन रहेछ यो पनि स्याउकै रुख हो अनि यो हाम्रो साधुटार यो पनि स्याउको रुख यो चाहिँ एकदमै हिमाली क्षेत्र हो म चाहिँ साधुटारमा इन भइसकेको छु बहिनीहरू चाहिँ पछाडि नै छ म चाहिँ यहाँको यही मनपर्छ कि यो शान्त होइन सुनसान अनि यो पारिपट्टि हिमाल पनि देखिन्थ्यो अहिले चाहिँ मौसम सफा नभएकोले तुवालो लागेर देखिँदैन र आज आकाश चाहिँ निलो निलो नै छ आज शनिबार त भिडभाड हुनुपर्ने भनेको कोही छैन रहेछ ठिकै भयो राम्रै भयो हाम्रै लागिरहेछ यस्तो चाहिँ साधुटार यहाँ तल पोखरीसम्म देखाउँछु ल ल्या साधुटारको पोखरीको पानी त छैन त यस्तो नाङ्गो डाँडा छ यहाँ चाहिँ नि चिसो बढेको बेला चाहिँ हिउँ पर्छ हिउँ परेर यहाँ छ्याप्पै यो जति पनि रातो देखेको ठाउँमा चाहिँ सेतै हिउँ पर्छ यहाँ पर आउँदैछ हाम्रो लड्कीहरू फोटो खिचेर लुम्रुङ 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 स्याल जस्तो हेर छिटो म चाहिँ सबभन्दा अगाडि आइपुगेँ अनि भोक लागिरहेछ मलाई चाहिँ हामीले खाजा लिएको छौँ खानुपर्ने र तर यो मलाई यो फुल लास्टै मन पर्यो कि यो के फुल हो यो काँडा हुँदो रहेछ यसमा फेरि आया नम्बरी फुल हो नि माया सुनको फुल हेर न भाइ वाउ मायाको चिनो तिमीलाई अरे काले के गर्दैछौ पोखरी त सोही तिमीलाई कसैले माया गर्दैन मैले मात्रै गर्छु काले काले ई फुल तिमीलाई मैले पहिला पनि भेटेको थिएँ नि थाहा छ यसलाई मैले पहिला यसले मासु खाएको रहेछु सिनो पहिला आउँदा पनि यो थियो क्या हामीसँग खाजा खाएको थियो ऊ पर पनि आउँदैछ ऊ सेती आइज छिटो आइज छिटो 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 यहीँ बस्छ यिनीहरू चाहिँ पिकनिक आउने मान्छेहरूले खाजाहरू दिन्छ त्यही बानी भएर आइज 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 कम 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 कान्छी आमै मेरो कान्छी त मलाई भेट्न आइछ
ऐसा त ल तिमी पनि मलाई भेट्न आएको आऊ तिमीलाई अहिले म खाजा दिन्छु नि ल सन्चै छेउ तिम्रो साथी खोइ अरू साथी खोइ आऊ यता आऊ है यो डाँडामा चाहिँ एकदम हावा चल्छ फेरि हावा चल्यो सिरिरी आतै चिरिरी यस्तो राम्रो छ साधुटार घुम्न आउनुहोस् है साथीहरू गाइड्सहरू तपाईँहरूलाई यहाँ पारिपट्टिको अन्नपूर्ण हिमाल देखाउनु त हुन्थ्यो नि के गर्नु मौसम खराब रहेछ मैले त देखिरहेको छुइनँ कसरी देखाउनु यहाँनिर पारिपट्टि देखिन्थ्यो यस्तो यो पहेँलो फुल त यो सबैतिर फुलेको रहेछ यहाँ त्यहाँतिर त्यो तलको गाउँ चाहिँ रानीटार हो यो पाखा रानीटारको डाँडै डाँडा फुलपाती कसले चढायो यहाँ चाहिँ धेरै फिल्महरूको म्युजिक भिडियोहरूको सुटिङ भएको छ यो साधुटारमा चाहिँ तर अहिले साधुटारको पानी नै घटेर भैँसी आल खेल्ने जत्रो भएछ अरे अनि यहाँ त आलु रोप्नु थालेछ अब अर्को सालदेखि त घुम्न नि नहुने भयो छिटो आउन ल हामी चाहिँ आइपुगेको भोक लाग्यो अब ए मोमोको त सिङ पलाइसक्यो यो कस्तो मोमोको चम्ची दिए न सिङ्का दिए होला सेतै उता बस अहिले दिन्छु पर बस अझै भेज हो कि के हो चिकन भनेको छैन चम्ची के हालिदिएको छ अचार यही छ ल है थालौँ होला हौ भोक लाग्यो उता जा अहिले दिन्छु यहीँ त बस्नु होला नि अब मनिषालाई चाहिँ दुईजना एकजना अमेरिकन र एकजना अफ्रिकन दाजुहरू सघाउँदै हुनुहुन्छ खाना काले खायो यसलाई कालेलाई पनि दियो है त्यो चिप्स सक्यो गोरेलाई पनि देऊ कालेलाई पनि देऊ सुनिता पनि कहाँ छ देखाइदिउँ न ए आउँदै रहेछ धन्न यो के पो हावा सरर उड्दैछ यो बतास ल साधुटारको आकर्षक भनेको चाहिँ यही हो साथीहरू यहाँ सित्तैमा एउटा मोमो खुवाएर केटीहरूले यहाँ 30वटा फोटो खिचिसक्यो भरे नकिन्दै आऊ त बिस्कुट त्यो ज्यानहरूमा चाहिँ त्यो उयो धेरै नछ है टोक्छ नि कुनैले त फेरि सोल्टिनीको सिरैमा चन्द्रमा सोल्टिनीको सिरैमा चन्द्रमा उयो तल आलु रोप्दै रहेछ यहाँ तल कत्रो बारीसम्म देखाउँछु पुरा हावा चल्छ यहाँ चाहिँ तर एकदम रमाइलो आइसकेपछि चाहिँ नि संसार भुलिन्छ कहाँबाट आएको भन्ने भुलिसकेँ तर यो हावा चलेर म बोलेको पो सुनेको छ कि छैन यहाँ तल हेर्नु न गाइज आलुबारी हामीले
फिदिम बजारमा मिठो मानी खाने आलु चाहिँ यहाँ फल्छ है। यस्तो भिरालो पाखामा कति धेरै मेहनत गरेर रोप्नु भएको। यो चाहिँ एकदम नगदे बाली हो। अनि त्यहाँदेखि खाली जग्गाहरू चाहिँ यहाँ चाहिँ छोड्नुहुन्न कि यसरी नै पाखैभरि लाउनु भएको छ। यो हिजो अस्ति पोहोर साल लाउँदा त यो पाखा थियो कि पुरै। अनि यो सालदेखि चाहिँ आलु लाउनु भएछ। धेरै राम्रो। यता पनि लाउँदै हुनुहुन्छ। यहाँ तल पनि दुईवटा पप्पी सुतिरहेछ। काले आइज, बाँदर रुङ्नु बसेको होला बिचराहरू। आइज। अनि त्यहाँदेखि यो चाहिँ के जातिको रुख हौ यस्तो, कहिले नदेखेको त मैले। अरे वाउ, चिलाउनु त चिलाउँदैन होला नि। यस्तो अनौठो बोट बिरुवा हुने कि यो हिमाली क्षेत्रमा चाहिँ। अनि यसलाई भन्छ के पो भन्छ हौ, बिर्सिहालेछु। यो केटीहरूलाई थाहा छ कि सोध्नु पर्यो, म त बिर्सेछु। एउटा मान्छे छैन, दुईवटा कुकुर छ। यो पनि केटीहरूले कब्जा गरिसक्यो यहाँनिर। एउटालाई फकाइ अघि नै एक चोक्टा मोमो खानु दिएर 100वटा जति फोटो खिचिसक्यो। बिचरा मानी पनि रहेको छ नि फेरि के खालको। तिमीहरूले अर्को कालेसँग चाहिँ खिच्नु मानेनौ भनेर रिसाएर गयो है पारी। काले आइज। यो यसको नाम थाहा छ तिमीहरूलाई? के पो भन्छ यसलाई? यसलाई के भन्छ हौ? मुखमा आइरहेको छ कि नामै आएन क्या। भन्छ बनमारा चाहिँ। होइन, अर्कै नाम छ कि यसको। कस्तो राम्रो नाम छ क्या, नागबेली हो। सतुटार यहाँ हाम्रो काले सुतेछ। काले सुत्यौ? ल अब चाहिँ सतुटारबाट हामी फर्किँदैछौँ। हावाले यहाँनिर केही फोटो खिच्नै दिएन कि, खाजा खान आए जस्तो मात्रै भयो। ल एकदम स्पेसल्ली एकदम राम्रो क्युट हाम्रो दिदी। म एकदम क्यामेराम्यान एकदम राम्रो छु रे। भरे म क्यामेराम्यानको पनि तस्बिर आउनु पर्यो। कपालमा सिउरी हालेछ रे। तर के अरे कति टाइम लाग्छ रे। फुल सिउरमा पनि। सिरफुल कस्तो राम्रो भिडियो आछ रे। एकदम राम्रो फुलबारी आछ रे। हेर्नुहोस् तपाईँको एकदम कालेको बुझ्नु त पछि आयो त। अन्त भयो मेमोरी फुल हुन्छ। ओइ काले कहाँ गएको त? ल हामीलाई पुर्याउन आएको रे। यहाँसम्म पुर्याएर फर्किन्छ अब यो काले। ओइ अरे तेरो घर जा, लु घर जा। हेलो काले, बाई बाई, सी यू। ओइ सुन्ते, भोलि पर्सि भेट्न आउँछु ल काले। मल्ली बस आऊ। बाई। एउटा मलाई भिडियो बनाइदेऊ न भनेको हैन। धन्यवाद। ल तँलाई भेट्नु भोलि पर्सि आउँछु म मोमो धेरै लिएर। अहिले हामी गएको ल, जाउँ। ओइ ल गाइज, आजको हाम्रो यात्रा यतिमै समाप्त। अब यहाँदेखि हामी आधी घन्टा जति तलतिर हिँडेर गाडीमा चढेर जाने हो। ल टाटा। अब यो त पछ्याउँदैछ त मलाई। अब हामी यति राम्रो ठाउँ स्वर्गलाई छोडेर जाँदैछौँ फिदिम बजार। टाटा बाई बाई।